Go see eye to eye, face to face. John, I have an idea. I have an idea. Why don't you perform one? Which one? Anyone? iPod. iPod one. I want to film that. I'm bored of it now. It's not even mine. I've got so much of my own stuff on. I think we should start this move. We should start this move of doing slam poetry anywhere, anytime. Yes. At buses. Don't start now. Don't start now. You can start. Yes. You can start. Yeah, you can start. I'm not my girlfriend. Okay. I love my girlfriend very much. My girlfriend is a punctuation lady. She reads social news. I watch the beautiful body rise and fall, and I read it all. The hidden screen over there activity reveals itself to me. Those beautiful images behind the names, from Tom Tenders and soft skin. Those beautiful inches behind her knees, tough tendons and soft skin. Her hips are enclosed in reverse brackets, declaring her on the outside. I see the commas in her nostrils, pausing between each breath, letting her savor the beauty. And when I go in, she goes oh. Oh. This bus journey poetry has been provided by Word Warriors. Kathmandu's best slam poetry group. We do it in the streets, we do it in the bars, in the clubs, on buses, we do it outside in clubs, we do it fighting for their freedom. My English friends from home, those folks on the street, the Nepali brothers and sisters I know, my friends, some even go from teenage body. यो कविता चाहिँ जोलाई दुःख पाएको छ यो कविता जे कुरामा नि हाल्दा हुन्छ जस्तो जब लुज गर्यो जस्तो मायामा प्रेम आयो जस्तो एक्जाममा फेल गर्यो कविता यस्तो छ मैले उसलाई माया गरेँ उसले मलाई पाल्दे उसले त्यसलाई माया गर्यो त्यसले उसलाई पाल्दे सो त्यो एउटा कविता थियो है अब अर्को कविता चाहिँ मेरो कविता भनेको चाहिँ यो चाहिँ बानेश्वरमा पानी किन छैन बानेश्वरमा पानी साँच्चीकै छैन बानेश्वरमा पानी छैन बानेश्वरमा पानी छैन म बाटोमा गइरहेको थिएँ बाटोमा हिलो छाप्प हिलो मुखमा लाग्यो हिलो साह्रै हिलो यो हिलो त कस्तो म घर गएर मुख धुन्छु भन्दा पानी छ हे भगवान बानेश्वरमा पानी छैन त्यसपछि मलाई याद आयो भगवान त्यही भगवान जो 2007 सालमा बनेका थिए जनआन्दोलन लिएर आएका ती पहिला भगवान जसले हाम्रो देशमा एउटा नयाँ केही ल्याएका थिए ती भगवान कहाँ गए र मैले भगवानलाई भने भगवान बानेश्वरमा पानी छैन हामीलाई बानेश्वरमा सत्ता छ हामीलाई बानेश्वरमा एउटा नयाँ व्यवस्था चाहिन्छ हामीलाई बानेश्वरमा प्रजातन्त्र चाहिन्छ बानेश्वरमा प्रजातन्त्र मलाई चाहिएको छ प्रभु मेरो मुख सफा गर्नु पर्यो त्यति भन्दै म बिस्तारै घरतिर लागेँ अनि मलाई झलस्सै याद आयो अर्को प्रभु पनि छ 2051 सालमा उदय भएको प्रभु एकदम उदयमान छन् कि प्रभुले मलाई पक्कै पानी दिन्छन् अनि म बिस्तारै ती प्रभुका गएँ र मैले मागेँ प्रभु मलाई पानी दिनुहोस् प्रभुले भने हामी मध्यमार्गी हामीलाई पानी चाहिँदैन मध्यमार्गी हुनुपर्छ पानी भनेको जीवनको एउटा माया हो पानी चाहिँदैन हामी मध्यमार्गी प्रभु मलाई पानी चाहियो मुखको हिलो सफा गर्नु पर्यो अनि म बिस्तारै अर्को प्रभु एकदम क्रान्तिबाट आएका प्रभु 2052 सालमा उदय भएका तर 2063 सालमा साझा बसमा चढेका ती प्रभुलाई मैले भने प्रभु मलाई पानी दिनु
उनले भने हामीलाई पानी होइन सर्वहारा वर्गमा हामीलाई एउटा सत्ता चाहिन्छ, सर्वहारा वर्गमा पानी पुग्नुपर्छ कामरेड, अनि बल्ल पानी पाउँछ। यो देखेर प्रभुको मलाई चाला लागेर अनि म बिस्तारै सबैभन्दा पुरानो प्रभु सबैभन्दा पुरानो प्रभु 235 वर्ष अगाडि सुरु भएको 2063 सालमा अस्त भएका प्रभु आफ्नो गद्दीमा बसेका थिए र प्रभुलाई मैले भने प्रभु मलाई पानी चाहियो। प्रभुले भने म प्रभु अहिले छैन, म विस्थापित भएको प्रभु, मलाई स्थापित गर अनि बल्ल पानी विस्थापित त्यसपछि म बिस्तारै घरतिर लागेँ। बाटोमा जाँदै थिएँ, एउटा जुत्रे छाम्रे लुगा लागेको एउटा मैला जुत्रे छाम्रे लागेको थियो, चिने जस्तो लाग्यो। त्यसो हेर्दा नेपाल आमा नै नेपाल आमालाई मैले पानी मागेँ। उसले भने मैले बागमती दिएकै त थिएँ, तिमीहरूले भोट पाल्यो, मैले विष्णुपति दिएकै त थिएँ, तिमीहरूले भोट पाल्यो। त्यो देखेर मलाई एउटा मात्र भन्न मन लाग्यो, जननी जन्मभूमि से स्वर्गाधिपति। हामी कविता वाचनहरू जहाँ पनि गर्छौँ, तपाईँहरूलाई पनि कविता सुन्नु मलाई फेसबुकमा हाम्रो ग्रुप छ वर्ड Warriors Nepal Poetry Slam Group. 8 June, next Saturday. हामी अर्को शनिबार चाहिँ सानेपामा जुन 8मा अर्को शनिबार सानेपामा 1 बजीदेखि 3 बजीसम्म पोइट्री गरिरहेको छौँ। पोइट्री फ्री छ, तपाईँहरू आउँदा हुन्छ गर्दा हुन्छ अनि हेर्दा नि हुन्छ। यदि सिक्न मलाई हामी सिकाउँछौँ। Let's have one from you, Miss Camera Lady. This is history in the making. So we're gonna post challenges from today. This is 1st of June 2013 and we're in Kathmandu. History ka part ma pan banne. So the part of history is Anuja as well and she's gonna perform a small one. This is a long one. Thank you very much. Anjuna. Anuja. First time हामी बस्न गर्दैछौँ अनि यो चाहिँ एउटा केही परिवर्तनको लागि हामी गर्दैछौँ र म सुरु गर्न चाहन्छु। यसको नाम छ आइरन वुमन। Wherever I move my feet, from college to my home, bring me through your eyes from top to the bottom, scan my body parts, stare at my pink shirt, hip, tight, sexy jeans. Tell me that you like me, but I just don't give a damn. Tell me that you enter me into every bits and pieces, try to trap me in your life, but you can. And you think I'll pay revenge. I'll put a new picture up and you say, rape me? I said, you're nothing but just a fragile woman. You said, I'm Iron Woman. I said, I'm Iron Woman. Then you track my ways, you hunt me like a hunter, you knock me out, you push me down, pinch me, kiss me, catch me, hit me, punch me, fill up my skin, take off my clothes, make me nude, drop me to death in the water of my body, squeeze me like a lemon squeezer, I can be as best as you can, rape me.